परिषदको जुन न्यायप्रशासन संशोधनको कुरा छ यसमा चाहिँ म के भन्न चाहन्छु भने नेपाल बार एसोसिएसनले पनि न्याय परिषदमा आफ्नो तर्फबाट कुनै वरिष्ठ अधिवक्ताज्यूलाई चाहिँ सदस्यको रूपमा पठाएको छ। के न्याय परिषद न्याय संशोधन गर्दाखेरि उहाँको उपस्थिति थियो कि थिएन? यदि उपस्थित थियो भने उहाँको हस्ताक्षर थियो कि थिएन? नेपाल बार एसोसिएसनले यो बारेमा बारले पठाएका वरिष्ठ अधिवक्ताज्यूसँग स्पष्टीकरण हुनुपर्छ र स्पष्टीकरण चित्त बुझेर उहाँलाई फिर्ता ल्याउनुपर्छ। पहिलो कुरा। दोस्रो कुरा, न्याय परिषद नियुक्ति हेतु बढ्यो हो बार एसोसिएसनले चाहिँ यो बारेमा पनि पाउनुपर्छ। यदि नियुक्ति हो भने जिल्ला अदालतमा न्यायाधीशको परीक्षा दिएर फेल भएका कर्मचारीलाई कसरी न्यायाधीशमा दर्ता गरियो यो बारेमा पनि नेपालवासीले आफ्नो धारणा साझा गर्नुपर्छ। त्यसै गरी अघि जो संवैधानिक इजलास र संवैधानिक अदालतको विषयमा पनि बहस भयो त्यो बारेमा म के भन्न चाहन्छु भने नेपालको संविधानको धारा 129 ले सर्वोच्च अदालतमा प्रधान न्यायाधीशका अतिरिक्त 20 जना न्यायाधीश गर्ने व्यवस्था गरेको छ। सर्वोच्चमा मुद्दाको काठमाडौँ भेटेछ संवैधानिक इजलास बस्दाखेरि अरू मुद्दाको सुनवाई नहुने अवस्था छ। तत्काललाई हामीले 20 जनाको सट्टा 25 जना न्यायाधीशको व्यवस्था गर्न नेपाल बार एसोसिएसनले माग गरोस्।